अब करेन्ट चाउचाउपछि हुँदा नोभा आइसक्रिममा पनि अखाद्य वस्तु भेट्यो अरे क्या, गुणस्तरहीन चाहिँ ठहरियो अरे त्यसको इन्भेस्टिगेट गर्दाखेरि चाहिँ। जति लेभलको ब्याक्टेरियाहरू त्यो डिफ्रेन्ट हुँदो रहेछ होइन, त्यो एक्सिड लेभलमा पुगेछ क्या, जुन चाहिँ एकदमै ह्युमन हेल्थको लागि चाहिँ एकदमै डेन्जरस हुन्छ अरे क्या। सो मलाई करेन्ट चाउचाउ त मन पर्दैन थियो, तर मलाई आइसक्रिम त मन पर्थ्यो अनि मेरो फेभरेट थियो, मेरो फेभरेट। अनि रुगा लाएर मैले योपालि आइसक्रिम पनि खान पाएको थिइनँ। आइसक्रिम खान नपाउँदै यस्तो न्युज आउँछ क्या आमा। अनि यसरी सबै म्यानुफ्याक्चरिङ कम्पनीमा सबै हाम्रो यो के अरे हामीले खाने कुराहरूमा यसरी अखाद्य सामग्रीहरू भेटिनु अनि त्यसपछि गुणस्तरहीन हुनु कस्तो एकदम नाजुक विषय हो। यसको लागि चाहिँ लाइक एकदमै ठुलो एक्सन लिन चाहिँ एकदमै धेरै जरुरी छ। यसरी त ह्युमन हेल्थलाई त धेरै नै असर गर्छ। झन् अहिले आइसक्रिमहरू त त्यो सानो बच्चाहरूले झन् कति धेरै खाइरहेको हुन्छ होइन। झन् अहिले यो गर्मी महिनामा त अब आइसक्रिम त लाइक मान्छेहरूले रेगुलर जस्तो बेसिसमा खाइरहेको हुन्छन्। झन् बच्चाबच्चीहरूले त धेरै रुचाइरहेको हुन्छन्। त्यस्तै वस्तुमा नै त्यसरी भेटिसकेपछि त हाम्रो हेल्थको के हुन्छ। सो यो कुरामा चाहिँ हामी उपभोक्ता कन्ज्युमरले पनि सामानहरू चाहिँ किन्दाखेरि चाहिँ डेट एक्सपाइरी डेटहरू हेर्ने अथवा त्यसको बारेमा चाहिँ राम्रोसँग चाहिँ बुझेर जानेर मात्र चाहिँ अब के अरे उपभोग गर्नुपर्छ। त्यस्तो अवस्था आइसक्यो। सो गभर्मेन्टले पनि एक्सन लिन्छ नै होला भन्ने विश्वास गरेको छु। त्यति हो। अब आइसक्रिम पनि खान नपाइने भयो, यस्तो गर्मी महिनामा पनि आइसक्रिम नखान पाउने। छ्या।